भाइ नमस्ते। नमस्ते। म यताबाट आइरहेको थिएँ, एउटा कार्यक्रम थियो कि नगरपालिकामा। हजुर ठ्याक्कै तपाईँलाई देखेँ गाडीबाट। हजुर अनि मलाई फेरि गाडी म टर्न गरेर फर्केँ, तपाईँलाई 2-4 शब्द बोल्छु भेट्छु भनेर। किनभने तपाईँबाट मैले धेरै प्रेरणा लिइरहेको छु। तपाईँलाई मैले अहिले होइन, सामाजिक सञ्जाल अथवा अन्य सूचनाको माध्यमबाट पनि म अपडेटेड छु तपाईँको विषयमा। अनि आज यो भेट्नु पाउँदा बहुत गौरव लाग्यो, खुसी लाग्यो। तपाईँको चित्रकलाबाट म एकदमै प्रभावित छु। म पनि आफू कला, संस्कृति, साहित्य, सम्पदाको क्षेत्रमा काम गर्न रुचाउँछु। आफै कविता पनि लेख्छु। म अहिले मेरो 4औं कविता कृतिको अन्तिम सम्पादनको क्रममा छु। त्यसकारण कलासँगको कुरा नै मलाई एकदम बढी मन परेर छोयो एउटा। दोस्रो, म यो अपाङ्गता भएका ज्येष्ठ नागरिक होइन, हिंसामा परेका एकल महिला, द्वन्द्व पीडित यस्तो व्यक्तिहरूको पनि सामाजिक उत्तरदायित्वको विषयमा बोल्ने पनि गर्छु र आफूले केही गर्ने पनि गर्छु। त्यसकारण तपाईँ एउटा नेपालको एउटा अभूतपूर्व प्रतिभाशाली व्यक्तित्व हुनुहुन्छ। म चाहिँ अहिले मेरो परिचय भन्नुपर्दा म जनप्रतिनिधि पनि हुँ। अहिले म यस्तो सेक्टरको व्यक्तित्वहरूलाई काम गरिदिनु पर्ने, सुनवाई गरिदिनु पर्ने भूमिकामा पनि छु। बुढानीकण्ठ नगरपालिकाको उपप्रमुख छु काठमाडौँ। हजुरको शुभ नाम? अनिता लामा। हामी जस्तो कयौँ अपाङ्गता भएको व्यक्तिको विषयमा आवाज उठाउँछु भन्नुभयो। यसमा खुसी लाग्नुपर्ने कुरा धेरै नै छ, किनकि एउटा जनप्रतिनिधि भएर एउटा दिन दुखीको कुराहरूलाई सुन्ने र बोल्ने यस्तो व्यक्ति भेट्न अत्यन्तै गाह्रो छ अहिलेको समाजमा। अनि मैले चाहिँ म झमक घिमिरे साहित्य कला प्रतिष्ठानको पनि उपाध्यक्ष हुँ। हजुर। झमक घिमिरेको काठमाडौँमा घर बनाउने कार्यक्रमको लागि मैले अलि बढी भूमिका खेलिरहनु भएको छ। खेलेको पनि हो। हजुर। होइन, अहिले पनि के गर्न सकिन्छ भनेर विभिन्न कुराहरूमा, स्वास्थ्यको उपचारको कुरामा सरकारसँग पहुँच राख्दै कुनै सुविधाहरू यस्तो व्यक्तित्वहरूलाई गर्न सकिन्छ कि भनेर पोलिसी लेभलमा पनि हामीले कुराहरू गर्छु। तपाईँ स्थानीय सरकारको प्रतिनिधि भएको हुनाले तपाईँ मलाई केही सुझावहरू दिन चाहनुहुन्छ यस्तो वर्गहरूलाई अलिक बढी उठाउन, प्रोत्साहित गर्न? म चाहिँ के भन्छु भन्दाखेरि अपाङ्गता भएको व्यक्तिहरूको कलालाई चिनेर अनि उहाँहरूलाई उचित वातावरण दिनको लागि चाहिँ हामीले पहल गर्नुपर्छ भन्छु। अनि सँगै अपाङ्गता मैत्रीको लागि पनि हामी सबैले अभियान चलाउनुपर्छ अथवा आह्वान गर्नुपर्छ भन्छु। म चाहिँ कुनै ठाउँतिर अपाङ्गता मैत्री नहुँदाको धेरै पीडाहरू भोग्नु परेको हुन्छ हामीले। अझ सार्वजनिक यातायातमा त कति पीडा पर्छ नि। सबै ठाउँमा अपाङ्गता मैत्री हुँदैन, अपाङ्गता मैत्री पनि भेट्दिन, अनि मानवीयता पनि हराउँदै गएको त्यो खालको आवाज हुन्छ कुनै बेला। मेरो मनमा पनि त्यही छ। एउटा डिसिप्लिन भन्ने हुनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। कोही एउटा त्यहाँनिर व्हिलचेयर युजर चाहिँ बाटो काट्दैछ भने गाडी आफ्नो कर्तव्य सम्झेर रोक्ने कि त्यहाँबाट ऊ अगाडि बढ्ने त होइन। यसमा यो अपाङ्गता भएको क्षेत्रमा कानुन चाहिँ बनाएको छ नेपालमा, कार्यान्वयन पनि फितलो भयो। अनि कानुन चाहिँ जसको पावर उसैको मात्र लागू भएको छ। तर एउटा वास्तविक एउटा दुखी अनि पीडित अनि एउटा वास्तविक एउटा पूर्ण अपाङ्गता भएको व्यक्ति अथवा अन्य अपाङ्गता भएको व्यक्तिहरूलाई चाहिँ धेरै नै असर परेको छ। सम्बन्धित निकायले चाहिँ अपाङ्गता भएको व्यक्तिहरूको क्षेत्रमा चाहिँ कानुन बलियो बनाओस् भन्छु म त। किनकि कसैले नराम्रो भन्दैछ भने तत्काल कानुन लागोस् कि। अनि तपाईँले जुन यो अहिले तपाईँको नगरपालिकाले जसरी अहिले अपाङ्गता भएको व्यक्तिहरूको क्षेत्रमा यसरी काम गरिरहनु भएको छ, यो काम चाहिँ देशैभरि होस् भन्न चाहन्छु। नेपालभरि नै हुनुपर्छ। नेपालभरिको लागि हामीले काम गर्नुपर्छ भन्छु। तपाईँको नगर त राम्रो छ, राम्रो भयो, ठिक छ। तर अन्य ठाउँतिर त कतिले खान पनि पाएन, लाउन नि पाएन, पढ्न नि पाएन होइन। कतिपय ठाउँमा त समाजले छिचिर तुरतुर गरेर पनि राखेको छ। कति त त्यसै पनि समाजको तिरस्कारबाट अझै भनौँ न अब मरेकोहरू पनि होलान्, त्यस्तोहरू पनि छन् होला। गुमनाम मृत्यु यसकारण हामीले चाहिँ त्यस्तो गरेर नसक्दैन। सबै घरमा पुग्छौँ हामी। हजुर। अन्त पनि यो आवाज सबैतिर पुगोस्, हामी दिदीभाइको यो आवाज सबैतिर पुगोस्। अनि यो जुन उपचारको क्षेत्रमा पनि अपाङ्गता भएको व्यक्तिहरूलाई सकेसम्म फ्रीमै उपचार भइदिए अझ राम्रो। किनकि
अब बिमा तोकिएको छ, बिमा पनि बिमाको क्षेत्रमा म कुरा गर्न चाहन्छु। बिमा बनाएको छ स्वास्थ्य बिमा, अनि स्वास्थ्य बिमा चाहिँ सिधै अब म बिरामी भएपछि सिधै काठमाडौँ गयो यताको हस्पिटल नगइकन, अनि सिधै काठमाडौँ गएर मैले त्यो बिमा देखाउँदाखेरि चाहिँ अब यताको एउटा पेपर चाहिन्छ, सिफारिस त्यो चाहिन्छ। त्यो भएन भने हुँदैन। र त्यो सिफारिस बनाउन्जेल मान्छेको ज्यान जाँदैन भन्नु त। एउटा त्यो बिमाले काम गर्ने कि नगर्ने त? अब बिमा अलि अप्ठ्यारो छ, हजुर, बिमाको सिस्टम अप्ठ्यारो छ। उसको प्रथम बिन्दु भनेर एउटा हस्पिटल तोकेको हुन्छ, हजुर, त्यहाँ उपचार नगर्ने हो भने त्यो अस्पतालले अन्त पठाउनको लागि रिफर गरेर लेखिदिनु लेखिदिनु पर्यो। तपाईँ जस्तो व्यक्तिहरूलाई यो सुनिरहेको आवाज म पनि उहाँको आवाजमा साथ दिन चाहन्छु। यो सङ्घीय सरकारको बिमा परियोजना कार्यक्रम चाहिँ धेरै हदसम्म सुधार गर्नुपर्ने जरुरत छ। ज्येष्ठ नागरिकहरू र अपाङ्गताहरूलाई सबभन्दा बढी यसले असर गरेको छ। जसको अपेक्षा गरेर जसलाई सेवा चाहिँ पुगोस् भनेर यो बिमा लागू गरेको हो। यसको कार्यान्वयनको प्रक्रिया जटिल छ। म जनप्रतिनिधि भएको कारणले यस्तो आवाज मैले दिनदिनै सबैको सुन्न परेको छ। त्यसैले बिमाभन्दा सुविधाजनक सजिलो सामाजिक सुरक्षा कोष लाग्यो हामीलाई। हामीले नगरपालिकामा अब सामाजिक सुरक्षा कोषमा लाग्न भनेर धेरैलाई आग्रह गरेका छौँ। तपाईँको यो नगरपालिकाको जनप्रतिनिधिसँग पनि हामी सल्लाह गरौँला र तपाईँको जीवनयापन र अन्य कुराहरूमा सहजीकरणको लागि व्यक्तिगत रूपमा संस्थागत रूपमा मेरो तपाईँलाई साथ रहन्छ। यो प्रतिभा कहिल्यै नटुटाउनु होला, यो हिम्मत र साहस कहिल्यै नटुटाउनु। हुन्छ, तपाईँले पनि किताब लेख्नु भएको छ भन्नुभएको छ, किताब पढ्ने मौका मिलियोस् होइन। अर्कोचोटि भेट्दाखेरि मलाई किताब ल्याउनु होला, म पढ्ने छु। किताब पढ्नमा अत्यन्तै रुचि लाग्छ। म हाम्रो नगरपालिकामा भएको सानो सानो अभ्यासहरू भन्छु। हामीले बुढानीकण्ठ नगरपालिकालाई अपाङ्गता मैत्री, बालबालिका मैत्री, ज्येष्ठ नागरिक मैत्री बनाउने भनेर घोषणा गरेका छौँ। अनि तपाईँ जस्तो अपाङ्गता भएका सबै व्यक्तित्वहरूमा भएको प्रतिभा पहिचान गर्ने काम गरेका छौँ। अस्ति भर्खरै एउटा ठुलो चाहिँ एक दिनभरिको सिम्पोसिजम गऱ्यौँ हामीले। कोही नाच्ने, गाउने, मादल बजाउने होइन, तपाईँ जस्तै कोही चित्र बनाउने, कसैले टाटो बनाउनु हुँदो रहेछ, कसैले बौद्धिक अपाङ्गता भएको मान्छेले हातले विभिन्न चाहिँ घरेलु तथा लघु उद्यम चलाउने खालको कामहरू गर्नुहुन्छ होइन। अनि यस्तो हुनुहुन्छ। अनि उहाँहरूको चाहिँ अहिले पनि समस्या के भन्दा हामीलाई बाटो काट्दा गाह्रो छ, गाडी चढ्दा गाह्रो छ, समाजले हेर्ने दृष्टिकोण गाह्रो छ भन्नुभएको छ। र हामीले चाहिँ नगरपालिकाभरि वडा स्तरमा पनि अपाङ्गता सेक्टरको लागि छुट्टै बजेट छुट्याउँछौँ। अपाङ्गता सहायता कक्ष भनेर व्यवस्थापन गरेका छौँ। अटिजम भएका बालबालिकाहरूलाई लक्षित गरेर नेपाली 6 करोडको बजेटको विद्यालय भर्खरै शिलान्यास गऱ्यौँ हामीले, अटिजम भएका बालबालिकाको लागि मात्रै। त्यो विद्यालय बनेर सुरु गर्नु बेलासम्म अर्को एउटा कुनै एउटा स्कुलमा यो विशेष विद्यालय चलाउनुपर्छ भनेर एउटा स्कुललाई तोकेरै काम गरेका छौँ। अपाङ्गता भएका अति विपन्नहरूलाई घर बसेर हजुर जस्तो छ नि, घर बसेरै सिप गर्न सक्ने हामी प्राविधिक सहयोग गर्छौँ। जस्तो मेरो सोच त्यस्तै थियो। सिलाइ गर्न सक्नुहुन्छ, मेसिन किन्न गाह्रो छ, हामीले मेसिन किनिदिएका छौँ। जुत्ताहरू बनाउने गर्ने काम गर्नुहुन्छ, जुत्ताको मेसिन र सामान चाहिँ हामीले त्यो किनिदिएका छौँ अपाङ्गता भएका परिवारलाई होइन। अनि कसैले कुखुरा पाल्नुहुन्छ घर बसेर भने कुखुराका चल्ला दिएका छौँ, त्यो व्यवसाय गरोस् भनेर। यसरी हामीले जीविकोपार्जन, उद्यमशीलता र सँगसँगै उहाँको प्रतिभा र उहाँको स्वास्थ्यलाई, तपाईँ जस्तो घरमै बसिरहने बाहिर हिँडुल गर्न गाह्रो हुने अपाङ्गता भएको व्यक्तिहरूको हामी घरमै गएर चिकित्सक सहित घरमा गएर स्वास्थ्य उपचार गर्छौँ र उहाँलाई विशेष निगरानी राख्ने गर्छौँ। स्वास्थ्य उपचारसँगै अब चाहिँ मेरो चाहिँ चाहना के हो भने कतिपय अपाङ्गता भएको व्यक्तिहरूले पढ्न पाएको छैन, अक्षर चिन्न पाएको छैन, उहाँहरू चाहिँ पूर्ण अपाङ्गता हुनुहुन्छ, उहाँहरू घरमै गएर पढाउन सकिन्छ कि अथवा उहाँहरूलाई जहाँ पढाउने हो त्यहाँसम्म लगेर पढाउन सकिन्छ कि? हाम्रो एकजना बहिनीलाई हामीले त्यस्तो गरेका छौँ। उहाँ जहाँ बस्नुहुन्छ उहाँलाई त्यहीँबाट पढाइरहेका छौँ। अहिले क्लास 9 पुग्नु। अब यस्तो पढ्न चाहने भएको तर स्कुल जान नसक्ने भएको कोही हुनुहुन्छ भने हामीले त्यसरी सहयोग गर्छौँ। दुईजना दम्पति अपाङ्गता भएको एकजना दम्पति हुनुहुन्छ, उहाँहरूको यस्तै घर चाहिँ यो हावाहुरी विपदको बेलामा जस्ता उडाउने एकदम साह्रो अवस्था थियो। हामीले उहाँहरूको त्यो घरमा अलिकति टहरा छाइदिएर नगरपालिकाले सपोर्ट गरिदिएर केही सहयोग प्रदान गरेका छ। उहाँको गोपनीयताको लागि हामीले परिचय खुलाउनु पर्यो। त्यसकारण तपाईँ र मेरो नगरपालिका फरक भएको मैले व्यक्तिगत रूपमा र संस्थागत एउटा नगरपालिकाको प्रतिनिधिको रूपमा पनि तपाईँलाई कस्तो खालको साथ सहयोग गर्नुपर्छ म तयार छु भन्नु होला। यो एउटा
दोस्रो कुरा, म कविता लेख्ने पनि व्यक्ति भएको हुनाले म कविता लेख्छु। आज अचानक बाई चान्स यो संयोग पर्यो हाम्रो जीवनमा, हजुर भेट नभए पनि तपाईँको कुरा सबै मैले अध्यावधिक जानकारी राखिराख्ने होइन। अनि भेट भइसकेपछि तपाईँको कुरा सुने पछाडि तपाईँ मलाई एकदम एक खालको तार्किक तर्क गर्न सक्ने, अपाङ्गता भएको सेक्टरलाई उठाउनको लागि एकदम सरकारलाई र सबै नागरिकहरू समुदायलाई तर्कयुक्त ढङ्गले आफ्नो विचार स्पष्ट ढङ्गले प्रस्तुत गर्न सक्ने खुबी पनि तपाईँमा छ। अन्त्यमा चाहिँ म केही कविताहरू तपाईँलाई पठाउँछु। मेरो एकदम। कविताको भावमा तपाईँको जस्तो सिर्जना आउँछ त्यो चित्र बनाउनु होला। मेरो कवितामा तपाईँको चित्र म प्रदर्शनी गर्न चाहन्छु। थ्याङ्क यू सो मच। खुसी लाग्यो तपाईँसँग आज भेट्न पायो। यति मिठो यति सुन्दर तरिकाले हामीले भनौँ न कुराकानी गर्न पायो, खुसी लाग्यो। ल तपाईँको यात्रा पनि शुभ रहोस्। हाम्रो तर्फबाट मिठो माया र सम्झना भन्न चाहन्छु। धेरै धेरै धन्यवाद भाइलाई। एकदम यो साहस सधैँभरि राखिरहनु होला। नमस्ते, धन्यवाद, बाई बाई।